नमस्ते। आज म यहाँहरूलाई नेपालको एक प्रसिद्ध मन्दिर बागलुङ कालिका भगवती मन्दिरबारे जानकारी दिँदैछु। बागलुङ कालिका भगवती मन्दिर नेपालको एक प्रसिद्ध शक्तिपीठ हो। यस मन्दिरमा दर्शन गर्न नेपालभित्रबाट मात्र नभई छिमेकी देश भारतबाट समेत हजारौं दर्शनार्थीहरू आउने गर्दछन्। हिन्दू धर्ममा कालिका भगवतीको निकै नै महत्त्वपूर्ण स्थान रहेको छ। शक्ति प्राप्तिका लागि कालिका भगवतीको पूजा आराधना गर्ने गरिन्छ। कालिका भगवतीप्रति विश्वास राखेर पूजापाठ गर्नाले उनी प्रसन्न हुन्छन् र फल प्राप्ति हुन्छ भन्ने धार्मिक मान्यता रहेको छ। यस मन्दिर स्थापना अथवा उत्पत्तिबारे रोचक तथ्य अथवा किम्वदन्ती यस्तो रहेको छ। पर्वतका राजा प्रतापी नारायण मल्लले विषम 1590 मा राज्यारोहण गरेका थिए। उनको बिहा 1591 मा पाल्पाका राजा मणि मुकुन्द सेनकी छोरीसँग भएको थियो। विवाह हुँदा छोरीले माझकी देवीलाई पनि दाइजोको रूपमा बुबासँग मागेर आफैसँग ल्याएकी थिइन्। पाल्पाबाट पर्वत ल्याउने क्रममा देवीको डोली हाल मन्दिर भएको स्थानमा आएर बिसाउँदा उठाउँदाखेरि उठाउन नसकेपछि राजदम्पतिले यस ठाउँमा मन्दिरको स्थापना गरी पूजापाठ गर्ने व्यवस्था मिलाएको किम्वदन्ती रहिआएको छ। यस मन्दिरमा चैते दशैं र बडा दशैं गरी वर्षको 2 पटक, जसलाई नियम पूजा पनि भनिन्छ, हुँदै आएको छ। नियम पूजामा पञ्चबली चढाइन्छ। यस बागलुङ कालिका मन्दिर पश्चिम नेपालको बागलुङ शहरको दक्षिण पूर्वमा अवस्थित छ। यो मन्दिर कालीगण्डकी नदीको दक्षिणी किनारामा रहेको छ। बागलुङ कालिका मन्दिर अत्यन्तै मनोरम र सुन्दर स्थानमा रहेको छ। बागलुङ कालिका मन्दिर जङ्गलको बीचमा रहेको छ र यहाँ पुग्दाखेरि स्वर्गीय आनन्द हुने र मन प्रफुल्लित हुने गरेको छ। बागलुङ कालिकामा मानिसहरू एक पटक गइसकेपछि पटक पटक दर्शनको लागि जाने गर्दछन्। अहिलेलाई बागलुङ कालिका मन्दिरबारे छोटो जानकारी यति नै। हस्त, धन्यवाद।